हेलो 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 साथीहरु, के छ खबर खबर? सब ठिकठाक, आराम कुशल मंगलले होला हैन। अब आजको के छ प्लान भन्दाखेरि हामी नजरान चेक पोइन्टमा आएर बसेछौँ। त्यहाँ चेक पोइन्ट हो हैन, लाइट बोलेको ठाउँ। यहाँ चाहिँ खतरा चल्दैछ आज। यी के रे भाइ हो? के हो यो खसीको टाउको हैन? के हो यो? ह्यापी छ त यार। अनि यो त अनि पोल्नु पर्दैन दाजु? यसलाई यसरी चट्ट कान काट्दिने हैन। अनि यसलाई यसरी पोल्नु पर्दैन? यो त अलिअलि छाला फ्याल्देऊ न यार। अहिले त्यो उसिएन न, उसिनेपछि पोल्नै पर्दैन यार, त्यो गइहाल्छ नि काटकुट पारेर। कतिवटा छ अरे? हेभी ड्युटी दुईटा हो दाइ। यहाँ एउटा ओ जेमराज छ यहाँ। दाइ यार पोल्नु पर्दैन। आजको खतरा खानकी छ यार। यसरी जान्छ कि दाइ। जरायो अरे यो। कसको जस्तो अनुहार मिल्छ यार यो? ठ्याक्क को जस्तो मिल्छ हौ? जस्तो त मिल्दैन। खोइ 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 मिल्दैन यार। मिल्ला जस्तो छ अनुहार चाहिँ होइन। टक्क अब भाइले यतातिर होइन खसीको टाउको बनाउँदै, म उता। पुरा व्यवस्थित हुँदैछ आज। जाडो जाडो ठाउँ हो, जाडो हिजोको जाडो कटेर आएर यता आइसकेको छ आज होइन। मेरो काम चाहिँ आज आन्द्रा उसिन्दैछ है, खसीको 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 हेर्ने हो। हेरौँ है। उफ ओहो खतरा हुने भयो आज। ल है ल है, भात कुकरमा भिजाइसकेको छ होइन, चट्ट सिताले। यस्तै छ आज। आज चट्ट अब आन्द्रा, खसीको कान, जिब्रो, गिदी फ्राई गरेर चट्ट हानिन्छ अर्कै तरिकाले। हल्का ग्यास कम गरिदिनु पर्यो होइन, ग्यास कम गर्ने अवस्था है। बच्चामै दाढी फुलेछ हौ, भर्खरको उमेरमै दाढी फुलेर बिजोग छ यार। कान काट्दिउँ न भाइ, कान काट्दिउँ न। यसरी कान काट्दिउँ कि अनि यसलाई चट्ट अनि पोल्नु आफूलाई सजिलो हुन्छ कि भरे। तलै छाला सुत्ता हानौँ है। कान काट्दैछ कान। खतरा मान्छे हो, खतरा मान्छे हो। नेपालमा खतरा काम गरे गरे कि कति गरे है भनेर के गफ लाउनु। अब यो टाउको फुटाउन आउँदैन मलाई। त्यस्तो भनेर कहाँ हुन्छ? भाइलाई आउँदैन अरे टाउको फुटाउनु, गफ लाउँछ। गफ गफ लास गफाडीको राज है। ऊ त्यो चाहिँ चेक पोइन्ट है। ल है, अघि आन्द्रा देखेको थियो होला, अब आन्द्रा पाक्दैछ है। भुटान चट्ट चिटिक्क भुटान पाक्दैछ मस्त। भुटान पाको होइन, पाक्दैछ। ए भुटान भात दाल पाकिसक्यो होइन। अब बाँकी भनेको भुटान पाक्नु छ। भुटान पाकेपछि चट्ट खाने हो। भोक लागेछ गजबले, गजबले भोक लागेछ गजबले। भोलि आले भाइको कान त छैन त आले भाइ। निब्यो गिदी जिब्रो। अब उता बनाऊँ न त। हेलो कता हो सन्धि? ठिक छ मालिक, कता हो सन्धि? कता हो यतै भनेको चाहिँ?
ए बनाउँदो रहेछ त खानाहरू साथीहरूले पनि यार आमा बनाउँछ नि नभए त अरू बेला त मरिगए बनाउँदैन खाना गाडीको लाइन यो चट्टा पार्किङ हो अब 9 बजे पछाडि मात्रै खोल्छ हैन 9 बजे पछाडि मेरो बसन्तीको नम्बर कर्ची हैन कर्ची दामी यस्तै छ हौ जिन्दगी यहाँ अब नो एन्ट्री चाहिँ त्यही भएर हामी बसेको होइन 9 बजीसम्म अब जान पाइँदैन सुलेलमा नो एन्ट्री लाग्यो नो एन्ट्री लागेपछि जान पाइँदैन नो एन्ट्री लागेपछि अब के गर्ने भने चाहिँ खाना बनाउने खाने 9 बजी पछाडि खोल्छ अगाडि गएर माछामा गएर सुतिन्छ होइन कस्तो भयो अहिले भुल्छु है पाक्यो है त खाउँ भएको छ कि छैन हौ साथीहरू भन्नु पर्यो है